हेलो गाइज वेलकम टु माई भ्लग इट्स मी नवीना सबैजनालाई मेरो भ्लगमा स्वागत छ। अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा छ र म चाहिँ एकदमै सन्चै छु। अनि मेन कुरा चाहिँ के हो भन्दाखेरि आजको भ्लग चाहिँ आज मेरो लास्ट डे हो ड्राइभिङको। मेरो ड्राइभिङ सकिन्छ। मेरो ड्राइभिङ चाहिँ 26 डेको थियो अनि आज चाहिँ मेरो लास्ट ड्राइभिङ हो। अनि म चाहिँ 6 दिन 20 दिनसम्म चाहिँ हाइवेमा चलाइरहेको थिएँ। अनि 6 दिनदेखि चाहिँ त्यो के भन्छ आर्टहरू बनाउँछ त त्यस्तोमा सिकिरहेको थिएँ ड्राइभिङतिर लाइसेन्सकोमा। अनि लाइसेन्स चाहिँ म अहिले दिँदैन, लाइसेन्स चाहिँ म पछि दिने हो। किन भन्दाखेरि अहिले फर्म भऱ्यो भने 1 महिना पछि दिनुपर्छ, त्यही भएर पछितिर दिने भनेर अहिले म दिँदै छैन लाइसेन्स, बुझ्नुभयो। अनि म चाहिँ पछितिर दिने हो। म भर्खरै नुहाएर बसेँ हो क्या गाइजहरू, आफू फ्रेस भएर नुहाइ गरेर लुगासुगा धोएर चट्ट लागेर बसेर म क्यामेरामा भ्लगिङ गर्न आँटेको हो। अनि त्यही हो, मेरो चाहिँ आज लास्ट डे हो, त्यही भएर लास्ट डेको भ्लगिङ बनाऊँ भनेर चाहिँ यसो बनाउन आँटेको हो। सबैजनाले मेरो भ्लगलाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर बनाइदिनुहोस् प्लिज रे के। अरू त के भनौँ, अरू त्यस्तै हो। सबैजनाले मेरो भ्लगहरू हेरेर रमाइदिनु, मलाई यसो केही कुराहरू पनि भनिदिनु कहाँ मेरो मिस्टेक छ के छ। तर मलाई भ्लगिङ त बनाउन आउन, त्यही पनि आई विल ट्राई माई बेस्ट रे के। चेस यो चाहिँ हो लिम्का जुस, अरू केही पनि होइन। यसले खाएपछि माइन्ड फ्रेस हुन्छ, चिसो मस्तले खाने, आफूलाई फ्रेस गर्ने, अरू त केही पनि होइन। अन्डरस्टुड? खानु होला आफ्नो लागि, आफ्नो माइन्ड फ्रेस गर्नु होला। इनर्जी ड्रिङ्क, इनर्जी रे के। आफ्नो बिल्ला आफै हान्दैछु म यहाँ। अरू त के भन्नु गाइज। अब म एकछिनमा चाहिँ खानासाना खान्छु। अनि खानासाना खाएर चाहिँ मेरो अरू ठाउँ पनि जानुपर्ने काम छ नि त। अनि त्यही भएर त्यहाँबाट घर फर्किनु भन्दा नि त्यहाँबाट सिधै जाम भनेर चाहिँ म निस्किने हो। अनि त्यही भएर चाहिँ म एकछिनपछि खाना खान्छु, खाना खाएर रेडी हुन्छु। रेडी भइसकेपछि म आफ्नो ड्राइभिङतिर जान्छु। सी यु गाइज देयर, बाई। भर्खरै मलाई दाइले कल गर्नुभएको थियो। कल गरेर के भन्नुभयो भन्दाखेरि हल्का लेट आऊ। मेरो टाइम चाहिँ अहिले कति बजीतिर 9 साढे 9 बजीतिर हो नि त खासमा। अनि दाइले चाहिँ मलाई लेट आऊ भन्नुभएको छ। किन भन्दाखेरि त्यहाँ अति नै भिड छ आजकल। अब ट्रायलको खुला नि त, अनि त्यही भएर धेरैजनाहरू ट्रायल सिकिराख्नुहुन्छ। अनि 6 राउन्ड 3 राउन्ड हालिराख्नुहुन्छ नि त, त्यसले गर्दा चाहिँ डबल ट्रिपल भइरहेको हुन्छ कि। अनि त्यही भएर 3-4 जना भइरहेको हुन्छ। अनि त्यही भएर अहिले गएपछि मैले आधै घन्टा वेट गर्नै पर्छ। त्यही भएर चाहिँ म अहिले खानासाना खाएर अनि गरेर चाहिँ अनि पछितिर जान्छु हल्का। अहिले गयो भनेपछि मेरो पालो आउने होइन। किन भन्दाखेरि त्यहाँ पालो अलरेडी लागेको हुन्छ, मान्छेहरूको लाइन हुन्छ। अनि त्यही भएर चाहिँ म पछितिर पछितिर गएर अनि ड्राइभिङ गर्नेछु। अहिले चाहिँ दाइ दिदीहरू खै को गर्नु हुँदैछ अरे। अनि त्यही भएर लाइन लाग्नुभन्दा, यस्तो गर्मीमा त्यहाँ लाइन लाग्नुभन्दा त घरमा बसेको राम्रो। त्यही भएर आई विल स्टे माई होम, म आफ्नो रुममा बस्छु। अहिले चाहिँ म पछितिर जान्छु। यति घाममा चाहिँ मलाई जाने आँट छैन, कस्तो डह्रो घाम लागेको छ बाहिर। उसैमाथि त्यहाँ भिड त्यति धेरै छ। अनि त्यही भएर त्यहाँ लाइन लाग्नुभन्दा राम्रो त मजाले शीतलमा घरमा बस्ने, जब पालो आउँछ तब जाने, अनि मजाले सिक्ने, घर फर्किने, आफ्नो कामसाम गर्ने, रमाउने। त्यही हो। त्यही भएर म चाहिँ हल्का लेट जान लागेको छु गाइज। के अरे वाच गर्दै गर्नु मेरो भ्लगलाई। ल गाइज म चाहिँ रेडी भइसकेँ। अब म चाहिँ जान आँटेको ड्राइभिङको लागि। अहिले बजिरहेको छु 11। आज धेरै ढिलो भइहाल्यो। म 9 साढे 9 बजी जान्थेँ, आज 11 बजिसक्यो। अब चाहिँ म जान आँटेको उताबाट मेरो ड्याडी हेर्नु हुँदै त गइहाल्नु भयो। देखाउ भन्ने बित्तिकै गाह्रो छ, गाह्रो।
के भन्नु अब म गर्मी यति गर्मी छ चाचा अहिले भर्खरै लुगा लाउँदैछु भर्खरै गर्मीले पागल हुँदैछु यस्तै पसिना आइरहेछ गर्मी चाहिँ धेरै छ धेरै ओके गाइस बाई भ्यू चाहिँ फेरि बवाल छ कि हेर्नु न तर घाम पनि त्यत्तिकै छ कि छिछि म र मेरो ड्याडी चाहिँ घरबाट निस्केको बाइकमा अनि मैले मेरो ड्याडीलाई देखाएँ अनि त्यसपछि हामी चल्दैको बाटोमा सुरुरुरुरुरुरु गर्दै घाम चाहिँ लास्टै डबल ब्याक गरेर के भन्नु रे पछाडि गऱ्यो भने चाहिँ त्यसको पछाडिको उसलाई छोइदिन्छ क्या पछाडि गरेकोलाई पछाडिको हानेको चाहिँ यसभन्दा 1 फिट 1.5 फिट अगाडि गयो भने चाहिँ अगाडि उठाउनेको लागि अगाडि त जाँदैन पछाडि आउँछ गाडी उकालोमा चाहिने त्यही हो हेलो अनि यो भयो यहाँबाट गयो 8 मा होइन 8 आयो त्यहाँबाट यहाँ आयो होइन यहाँ आयो के अरे त्यहाँबाट आयो यहाँबाट यो त्यहाँबाट 8 काटेर यहाँ आयो होइन यहाँ ब्याक गर्दै यो यति छ ब्याक गर्दै पार्क त लग्यो यहाँबाट ब्याक गरेर जानु यहाँबाट ब्याकमा गएर उहाँ पुगायो होइन ब्याक हुन्छ यहाँबाट ब्याक गरेर उहाँ पुगाउनु हो यहाँबाट पारुलाई मोड हो त्यो ब्याक गऱ्यो होइन उति सिधा आयो भइहाल्यो अनि 8 यही हो 8 यसो 8 काटेर 8 काट्यो त्यो 8 काटेर सिधा गयो पुरै उकालो ओह्रालोमा आयो ओह्रालो त्यही हो उकालो उतापट्टि हुन्छ त्यो काटेर सिधै आएर यहाँ आउनु पऱ्यो यहाँबाट ब्याक गरेर सकियो हेलो तपाईँको चाहिँ बादल कस्तो राम्रो आइरहेछ दाइ चाहिँ उसलाई सिकाइराख्नु भएको थियो एड बनाउनलाई त्यही हो उहाँ चाहिँ सिकाउने मान्छे भइसक्यो उताको ड्राइभर हो अर्को आएको अनि यतापट्टि चाहिँ भाइको चाहिँ सिकाइराख्नु भएको थियो अनि त्यसपछि हाम्रो दिदीहरू पनि आउनुभयो ड्राइभिङ सिक्नको लागि मेरो सकियो भाइ रेली बाई बाई दिदी मेरो भ्लग हेर्नलाई ओके मेरो चाहिँ ड्राइभिङ सक्यो म र मेरो गाडी चाहिँ चल्दैन त्यहाँबाट अब हाम्रो चाहिँ ड्राइभिङ सकिसक्यो अब हामी त्यो ठाउँमा आउँदैनौँ भनेर हामी गयौँ आफ्नो अर्को ठाउँतिर ड्याडी र म चाहिँ ठाउँ भनेको चाहिँ हाम्रो यो ट्रक बनाउने ठाउँ हो त्यहाँ चाहिँ ग्यारेजमा हो अरू कहीँ पनि होइन फिर वेल्डिंग ही करना है वेल्डिंग करता है तो कबाड़ से लाते दूसरा तो सही रहता दूसरा लेके आया वेल्डिंग ये साला बरका है वेल्डिंग करके चलाओ उसके बाद सीजन में अच्छा डालेंगे ना सीजन में ना आजकल 2 सीजन चल रहा है सीजन आ जाएगा अच्छा तीन पोटैटो टाइजर मेन तो नया डालना पड़ेगा हेलो गाइस पानी पर्न लाग्यो चाहिँ हाम्रो त्यसपछि ड्याडी त्यो लामा जानु भयो आफ्नो बाइकमा गाह्रो छ गाह्रो गाइस म चाहिँ भर्खरै घर पुगेँ मेरो अब ड्राइभिङ सकिसक्यो हजुर
छैन काम आउन पाएको छैन काम लगाइहाल्छन् ओके गाइस त्यही भनिरहेको थिएँ मेरो चाहिँ आज ड्राइभिङ सब सकिसक्यो मेरो अब लाइसेन्स कहिले दिन्छु केही दिन्छु थाहा छैन त्यही भएर चाहिँ गाह्रो छ मैले फर्म भरेको छैन नि त फर्म भरेको भए चाहिँ अहिले म दिन पाइहाल्थेँ होला मैले फर्म भरेन फर्म भरेपछि 1 महिना 1.5 महिना रोक्नुपर्छ नि त अनि त्यही भएर चाहिँ अब मैले पछितिर दिने कुरा गरेको छु अब खै के हुन्छ हेरौँ होइन त्यही हो अब तपाईँहरू मेरो भ्लग हेरेर लाइक सब्सक्राइब बढाइदिनु सेयर गरिदिनु कमेन्ट गरिदिनु अरू त के भन्नु माया गर्नु आदि माया मेरोबाट आदि माया तपाईँहरूकोबाट बाई गाइस लभ यू